यो हाम्रो पर डाँडाबारीको सल्लाहकारी हो। यहाँ लगभग पहिले धेरै हामीले 52 सालमा रोपेका थियौँ। अहिले यी रुखहरू पनि यत्रा यत्रा भएछन् र यहाँ जम्मा जम्मी धेरै त चोरेछन् पनि, तर अहिले जति बचेका छन् लगभग 35-36 वटा बिरुवा छन्। एकदम राम्रो छ। र यहाँदेखि हामी चाहिँ हाम्रो जन्मस्थल हो तम्फुला भन्ने ठाउँमा छौँ। यो चौतारो हो। यो हाम्रा पुर्खाहरूले बनाएको, यो चौतारो पुराना हाम्रा बाउबाजेहरूले बनाएको। र यहाँदेखि हेर्दा हामी कटरे खेत हेर्ने गर्थ्यौँ र कटरे खेत भनेर यहाँदेखि देखिन्छ। यो तलको एउटा पार्टी देखिन्छ यहाँ बिचमा। यो पार्टी तल देखिएको यो च्यादरको पार्टी चाहिँ कटरे खेत हो। त्यहाँदेखि तलतिरको त्यो सेतो रुख, सेतो फुलेको रुख भनेको मैले गीतमा प्रयोग गरेको फिरफिरे रुख भन्ने हो। फिरफिरे रुखको सिरसिरे हावा भनेको त्यही हो। त्यहाँदेखि तल खरुङ्गा खोला हुन्छ। त्यस पछाडि सम्मर करिडोर उता दक्षिणतिर छ। यो चाहिँ आज पारी यो जलजले यहाँ घुम्न आइएको छ।